सम्पूर्णमा नमस्ते, शुभ बिहानी। बिहान भइसक्यो र आज हामी डे 5-6 कति हो त्यसको लागि अब जाँदैछौँ योना बीच घुम्नको लागि। अहिले हामी होटलमै छौँ। एकछिनमा हामी रेडी भएर जाने हो। रेडी त भइसक्यो, मतलब ब्रेकफास्ट लिने अनि जाने। सो अब देखाउँछु दिनभरिको के हुन्छ मेरो काम। आज मैले आफै मेकअप गरेको, बाइ द वे सधैँ म आफै गर्छु। कस्तो लागेको छ मलाई थाहा छैन। फुल लाएँ, अब हेयरस्टाइल केही गर्न आउँदैन, बस फुल लाउने भइहाल्यो। दिदीको चाहिँ लुगा यस्तो छ। दिदीको लुगा यो बोमाली आइसक्यो हाम्रो ब्रेकफास्ट। हिजो चाहिँ धेरै थियो, तर आज भारतीलाई थाहा भयो क्या, हिजो मैले सिर्फ फ्रुट्स मात्रै खाएँ, त्यही भएर फ्रुट्स मात्रै ल्याइदिनु भयो। केही खाना हालेको अब उयोहरू चाहिँ बसेको छैन नि, बस्नु नि। हामीले चाहिँ खाइसक्यौँ, यता चाहिँ अझै खाँदै हुन्छ। अनि हाम्रो रिना गाडी आइसक्यो। हाम्रो गाडी ऊ त्यो हो परको, यो हो हाम्रो गाडी। अगाडिको नजारा त मैले हिजो पनि देखाएको थिएँ। कति भन्दा 2.5 घन्टा लाग्छ त्यहाँ पुग्नको लागि चाहिँ। अब हामी जाने हो। टाढा रहेछ, बट मलाई अहिलेसम्म पनि थाहा छैन कि योना बिच अरे के ठाउँ छ, कस्तो ठाउँ छ। यतिकै बिच हो कि यस्तो यर्ड जस्तो खालको हो कि के हो, कि सिपमा हो कि के हो, केही पनि थाहा छैन मलाई। वहीँ गएर थाहा हुन्छ अब कस्तो छ के छ ठाउँ भनेर। अब जाने हामी। म त गाडीमा चढेँ, अरू चढेका छैनन्। अरू फोटो खिच्दै जानु। कति फोटो खिचेपछि अगाउनुहुन्छ हौ भन। म त जहिले एउटा लुगामा मलाई 5वटा फेसबुकको लागि, 5वटा इन्स्टाग्रामको लागि भयो भने पुग्छ। धेरै चाहिँदैन क्या मलाई। त्यो त कति फोटो चाहिन्छ। 5वटा डिफ्रेन्ट कुनै ठाउँ गयौँ भने 5वटा भिन्न ठाउँमा त्यसको भने मलाई पुग्छ। कस्तो आरामदायी रहेछ यो। आरामले 2 घन्टाको लागि सजिलै गरी पुगिने रहेछ। के छ हौ मेरो घाँटीमा, ए कपाल रहेछ। अहिले चाहिँ हामी गाडीमा छौँ होइन, तर यो बाहिरको भ्यू हेर्दा चाहिँ मलाई कस्तो अब यो मन त मेरो नेपाली हो लागिरहेको। तुमलिङ टारको जस्तै लागिरहेको छ हेर्नु न। भ्यू चाहिँ त्यस्तै छ, पुरै हरियाली के को पत्ताहरू छ। अघि चाहिँ सेम तुमलिङ टार जस्तै थियो, अहिले चाहिँ अलिक अर्कै छ। सबैजना यस्तै ललिपप खाँदै जाँदैछु। म पनि ललिपप खाँदै जाँदैछु। भर्खर गाडी चलेको भनौँ न 10 मिनट जति भयो होला अहिले चाहिँ। बट हरियाली सबै जङ्गल टाइप रहेछ कि। झापा जस्तै लागिरहेको छ हेर न, ठ्याक्कै के नरिवलको बोटहरू झापा जस्तो फिल आइरहेको। नेपाल नै फिल भइरहेछ मलाई चाहिँ। Yes. बुलाया गया है मेरे लिए, तुझे जमी में बुलाया गया है मेरे लिए। या नो इट्स आवर टर्न। हमारा बारी है। या घूमने उठा दे। नो यस है। हम लोग पहुंच गए गाइस। हामी आइपुग्यौँ। अब यस पछाडि हामी बोटिङ। हमने बराबर है अब तक तो कितना दुख किया है हमने। ये थोड़ी सी दारू तो मेरे आ ही नहीं रही थी। फिर मुझे पता चला आज मैंने स्टोरी वही गीत पे गाना पे डाला था ना, थोड़ी सी दारू मेरे अंदर आ गई। मैं तो गाने ही नहीं सुनती, तुमको ऐसे याद नहीं रहता। झुकेगा नहीं साला। ये तो कितने गाने हैं ना। हाँ, ऐसे ही रैंडम कुछ बोल दिया तो फिर गाने याद आ जाते हैं ना, इसलिए मजा आयो। अब हामी जान्छौँ। कस्तो ठाउँ छ गएर देखाउँछु। अब कसरी जाने हो भन्ने कुरा यहाँ थाहा हुन्छ। कस्तो दामी हो। अब यस्तैबाट जाने हो हामी, फिक्स थाहा छ। बट बुक गर्नुपर्ने हुन्छ। यो अनि जाने सबैले लगाइसक्यौँ, मैले पनि लगाइसकेँ। कस्तो गरौँ रेडी भएको जस्तै भइरह। अब जाने हामीहरू अनि बारदुई पनि ब्यान्ड लगाइदिए सबैजनालाई राख्छन् अनि लान्छ उता
हामी आइपुग्यौँ बिच समुद्रको बिचमा हगा यो चाहिँ यता बस्न जाउँ धन्न पानी परेर बस्ने ठाउँ चाहिँ रहेछ धन्नले कि वरिपरि देखाउँछु है म माथिको तला यहाँ पनि रहेछ सानो खालको पुल त पानी परेर चाहिँ हल्का डिस्टर्ब भयो क्या यता यस्तो छ यता यस्तो छ राम्रो छ चिप्स चिपेर लाउन सकिन्छ क्या तर यता पनि अरू मान्छे बस्ने ठाउँ त रहेछ बट कस्तो राम्रो क्या मलाई त राम्रो लाग्यो दूर दूर तक कहीँ घर छैन समुद्रको बिचमा छौँ हामीहरू ए तँ पनि गर्दो रहेछ नि त मान्छेहरूले हामीले लिएर आएको अघि यसैले हो अब वापस जान आँटेछ यो यसरी ल्याउँछ कहाँ छ थाहा छैन ऊ पर मान्छेहरू त्यो हुन्छ नि पानीमा मोटरसाइकल कुदाउने मोटरसाइकल त होइन होला के भन्छ त्यसलाई मलाई थाहा भएन हामी कति सोधेछौँ दिदीले अरेन्ज जुस मैले चाहिँ स्प्राइट लिएको ज्ञानी छौँ त्यस्तो रक्सीहरू अरूले खाइरहेको थिएँ हामीलाई चाहिँ खाएको छैनौँ यो भैया पनि यस्तै खानु हुँदैछ यो भैया पनि स्प्राइट नै खाँदै हुन्छ त्यस्तो केही खाएको छैनौँ जुस सुस खाएर गफ गरेर बसेर फोटोसोटो खिचेर बनाउने यो सब कम्पिटिसन गर्नुभन्दा यस्तै गफ गर्दै बस्न कस्तो आनन्द आइरहेछ क्या मजा छ हौ अन्ताक्षरी खेल्दैछौँ हामी अब दिनभरिको काम सकेर फर्केको अब होटल पुग्दा 10-11 बज्छ होला अनि सुत्छौँ हामीहरू चार्ज नै छैन फोनमा